डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ तर कानुन नागेर होइन अन्याय गरेर पनि होइन तिमीहरूलाई यो आयो भने डोजर चलाउँछ त्यो चलाउँछ भनेर सुकुम्बासी समस्यालाई कसैले भोट बैंक बनाएको छ भने त्यो भोट बैंक बन्द गर्ने हो यसो समस्या सदाका लागि समाप्त सयजना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट हाल्नेछ नेपाल फर्किने अभियान चलाउनै पर्दैन टिकट काट्नै आउने के को अभियान एयर टिकट बन्द भएको छ र त्यो रट लगाइरहनु पर्दैन स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने अभियान कसैले चलाइरहनु पर्दैन भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ के बोले भाइ बालनको काम भनेको राति गाजा खाने एक सर्ट खाने अनि तपाईकै बीच बमन गर्ने नेपाली हामी रहौला कहाँ नेपालै नरहे 62% फेरि अब अर्को एउटा फेरि उन बिचौलैयाको एकदमै अन्त्य होइन न्यून 0% के शून्य हाम्रो उ छ नि शून्य सरै नसक्ने त्यो हो त्यसमा पुग्नु पर्यो हाम्रो त यो बोलाउँदा नि नबोली हिँड्ने रवि दाइको मान्छेलाई नचिन्ने घन्टी तिनी निने ए घन्टी तिनी निने ए घन्टी तिनी निने गाई खान किन नपाउनु ल रोक्नुपर्ने कारण के छ यसमा विरोध गर्नुपर्ने कारण के छ यसमा गाईको मासु बेच्यो भनेर एकदमै त्याचारकाचार किनै भयो यसमा के छ तपाईँको भनाइ मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो भने तपाईँले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राको उठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि आई एम माङ्ने बुढा आई एम फ्रम काठमाडौँ आई एम इन्टरनेसनल मामा म कुनै पार्टीको मान्छे हो भने यही ठाउँमा झुन्डेर मर्छु म एउटा स्वतन्त्र व्यक्ति हो एउटा भलेन्टियर हो आफ्नो देशको लागि आफ्नो ठाउँको लागि मेरो दाजुभाइ दिदीबहिनीको लागि सधैँभरि लडिरहेको मान्छे हो मलाई पार्टीको मन छैन मेरो माथि एउटा मात्र झन्डा छ त्यो भनेको नेपालको झन्डा हो झोले तपाईँ झोले तमै झोले तपाईँ झोले तमै झोले तपाईँ झोले तमै झोले तपाईँ